त्यो दाइलाई भिरिङ्गे लागेको छैन नि तेरी माथि मोलदेखि हात छिरेर पिट्ने परदिनु प्रकडा दाइ जोसँग नि टास दिन्छन् के पागल पर्छ मिल्छ भिरिङ्गी यार के थाहा अब त्यही कति बोल्छ बहिनी पनि घरि त बोल्न पायो भने यार हामी त ऊ त्यसमा पढाएको छ कि यो यस्तो लाग्छ Oh भने my god! हामी पहिला स्वास्थ्य विषयमा पढेको Thank you, Yogesh ji. Thank you, Jit Bahadur ji. कहिले जुलियाना भनेछ के म त म हेर्छु त ब्रो क्या तपाईँ जसको पनि हेर्थे नि के तपाईँ हेर्छु भन्नुहुन्छ त नि खाली पेटा गाँजा नखायो भने खाएर आएर मरिছে खाली पेटा गाँजा नखायो भने खान मरिছে यार गाजा त्यस्तो खाँदैनौ मैले त कसम खाँदैन अनि कुरा त खाली पेटा गाँजा खास त गरे त नि कसम त्यस्तो त हाम्रोले खान्छ क्या रे उसो खाने जस्तो अरू एक लड़का बोल खोले केवल जी हजुर तपाईँ पोखरा आउने कि म काठमाडौँ आउने हो जो जहाँ आए पनि भेट्ने दुईजना हो के अरे यो बाबा यो मान्छे मभन्दा एक कदम अगाडि छ यार म प्राङ्क गरेर उल्टो मलाई प्राङ्क गरिदिरहेको हुन्छ यार गाइस बबिनाजी आउनु भएर अनि भेटेर चाहिँ के गर्ने प्लान छ त्यस्तो गर्ने जति सबै तपाईँले हो के अरे मलाई त थाहा छैन यार म कुन्दिन होइन अब प्रपोज तपाईँले गर्ने रोज तपाईँले दिने अब खाएको बिल तपाईँले तिर्ने काम जति तपाईँको अनि मलाई सोधेर हुन्छ अति गर्न हुन्न यार हुँदैन भने कि अचम्म हजुर उल्टै मैले सोध्ने बेलामा क्वेसन अनि तपाईँले मलाई सोध्ने हो त फ्यामिली प्लान भनेर केटा र केटीको गर्ने माछो खाइदिनु रोबिन दाइ माछो पोखराको माछो पोखराको माछो भन्ने माछो भनेको हो नि माछा लिएर आउनु ल अहिले ठुलो लिएर जाने ठुलो टु मच हो त के बोल्छ लुती ल साथीहरू भन्नुहोस् त हो कि होइन सबै काम केटा मान्छेको हुन्छ अनि केटी मान्छेलाई अनि सोधेर हुन्छ अनि चियावाली चाहिँ पुरा अब त पोखरामा त नयाँ वर्षमा पुरा इलेक्सनमा पुरा मेला लाग्छ त नआउने मेला लाग्छ थाहा छैन त मलाई मान्छेहरू पोखरा फेवातालमा पुरा नयाँ वर्षमा नाच्छ त नआउने जानु चियावाली सिस्टर पोखरा जानु भएर त्यो फेवातालको पानी खल 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 हल्लाएर आउनु यो डन के बोल्छ कि पागल जस्तो यार फेवातालमा घुमेर हल्लाउनु भने नि अनि त्यो उसमा बोटमा अनि हल्लाउनु परेन पानी के अचम्म हल्लिँदैन पानी कस्तो अचम्म पानी माथि भएपछि हल्लिँदैन के तपाईँ लास्ट तपाईँ झन् के भनौँ म त यार सही त भने अनि बाराई जानु पर्दैन त्यहाँनिर मन्दिर जानु पर्दैन पानी नहल्लिकन पुग्छ हट चियावाली दिदी हजुर तपाईँको चिया चाहिँ कहाँ बेच्नुहुन्छ मैले असनमा हो बेच्ने ठाउँ काठमाडौँ हो हजुर गाइस बुस्टिङ पेला 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 गराओ गाइस ठोकम न कुतोबाट ठोकम गाइस 8 साल मान्छे यसो दुधको चिया पकाएर दिन लाउनु भनेको हो यो भनेर किन नभने हजुर कुन दुधको पकाएर दिनु रे कुन दुध तपाईँको दुधको पकाएर दिनु न दिदी चुप
के बोल्छ पागल फेमिली सो यार अनि उहाँसँग दुध छैन त भनेको के ल्याएर राखेको दुध छैन दिदी चिया बनाउनु दुध नभएको म चिया बेच्न जान्थेँ त चिया बेच्ने हुन्थ्यो त्यसै डने हजुर जुलियानाको रे यसको त एक बाल्टिन आउँछ हेर हेर डन बहिनी हामी टिकटक लाइभमा छौँ 8500 मान्छेले हेर्नु भयो यो भिडियोको होइन ल